हेलो नमस्ते। नमस्ते फेरि पनि ट्रेकिङ राजनको यो अर्को ब्लगमा यहाँहरूलाई स्वागत छ। अनि सानोमा 5-6 वर्षमा स्कुल गइन्थ्यो, त स्कुलिङको सानो चाहिँ मेमोरिजहरू सुनाम भनेर अहिले गाडी गए, राम्रा स्कुलहरू भने। तर त्यो बेलामा अब तपाईँको 6 वर्षको बच्चा झोलामा किताब हालेर 9 बज्दै भात खाएर अनि चाहिँ आमाले हालेको बुनेको उनीको झोलामा किताब बोकेर अनि चाहिँ तपाईँको पिर्के रोटी, बाक्लो कोदोको रोटी बोकेर म साथीसित स्कुल जान्थेँ। अनि 2 घन्टा लाग्थ्यो मलाई। अनि उकालो त फर्किँदाखेरि त फेरि अझै समय लाग्थ्यो। अनि फेरि निकै भोक लाग्थ्यो नि त बच्चामा, होइन। अब तपाईँको सुकाखाले तपाईँको के अरे सुन्तला मिठाई हुन्थ्यो, ठ्याक्कै सुन्तलाको सेपकै केस्राको सेपमा। त्यो अति मिठो थियो। त्यो सुन्तला मिठाईको मिठास अहिलेसम्म मैले भेटेकै छैन स्कुल लाइफपछि। जे होस्, त्यो 2 घन्टा उकालो ओह्रालोले प्रत्येक दिन स्कुलको खुट्टा चाहिँ डह्रो बनायो। अनि चाहिँ लङ्स फोक्सो पनि बलियै बनायो तपाईँको त्यो उकालो ओह्रालोले। अनि त्यो सारो कोदोको रोटी, बाक्लो रोटी, अनि गोलभेडाको त्यो घरको भित्रीबारीको गोलभेडाको अचार, अनि त्यो केएफसी भन्दा पिज्जा भन्दा मिठो थियो। त्यो कोदोको रोटी, त्यो स्कुलले झोला सब्जी राखेको छु। अनि तपाईँको स्कुलबाट फर्किँदाखेरि रेग्मी खोला बढ्थ्यो। कहिले चाहिँ तपाईँको त्यो बर्खामा त खोला तर्नै सकिन्थेन, पुल पनि थिएन। ठुलो मान्छेहरू तारिदिनु पर्थ्यो, अर्थात् बाबुआमा लिन आउनुहुन्थ्यो। त्यो पनि एउटा जिन्दगीको त्यो बालापनको ठुलो असल एकदम सम्झना लायक रिमार्केबल क्षण थियो त्यो रेग्मी खोला। त्यही भएर हाम्रो डाँडालाई रेग्मी डाँडा पनि भन्छ। रेग्मीहरूको बस्ती थियो अरे पहिला, अहिले हुनुहुन्न। रेग्मीहरू बसाइसराई माइग्रेसनमा तल झरे। अनि रेमी खोला तर्न साथै पहिला फाँट हिँड्नु पर्थ्यो स्कुलबाट, रेमी खोला तर्नु पर्थ्यो। त्यसपछि ठाडो उकालो, काशी पहिराको उकालो, त्यो घनघसियाको उकालो जस्तै थियो त्यो। अनि साह्रै थकाइ लाग्थ्यो, अनि साह्रै तपाईँको पसिना आउँथ्यो। अनि जरुवा पानी हुन्थ्यो त्यहाँ तपाईँको, ग्यासै त्यहाँ कुवा बनाएर कुवा पानी खाने। अनि ढुङ्गा हुन्थ्यो ठुल्ठुलो, त फ्यासै माटो। अनि ढुङ्गातिर बस्यो, स्कुलतिर हेऱ्यो, फाँटतिर तल हेऱ्यो। 2084 भन्थ्यो त्यसलाई पहिला। बडो गजबको जिन्दगी थियो, बाल्यपन थियो। अनि तपाईँको मोजाको भकुन्डो बल किन्ने कुरो थिएन। मोजामा चाहिँ कास थोत्रो मोत्रो हाल्यो भित्र, होइन। डल्लो बनायो, अनि फेरि बाँध्यो, अनि फेरि रोल ब्याक, फेरि बाँध्यो, फेरि भकुन्डो बनाएर फुटबल बनाउँदै त्यो उकालो ओह्रालो हिँड्यो, झोलामा हाल्यो। घर जाँदा रात पर्ने, बाबा आमा खोज्न आउनु पर्ने, हिउँदका छोटा दिन। अनि त्यो एउटा मिठो अपार एउटा अलौकिक संसार थियो। गजबको बाल्यकाल, एउटा मोजाको भकुन्डो नै एउटा संसार। अनि हजुर त्यस्तै। अनि तपाईँको मोइन्ट्रोल भन्ने चलन। अनि तपाईँको अनुशासित एउटा फर्स्ट सेकेन्ड बच्चोलाई चाहिँ मोनिटर राख्ने, मोइन्ट्रोल बनाउने। अनि पानी खान सोधेर जाने बाथरुम जानलाई। अनि बाथरुमै थिएन भन्दा नि भयो, अर्थात् त्यतिकै बाहिर वालतिर। अनि त्यो हाइजिन चाहिँ अलि थिएन। अनि त्यो स्कुललाई, त्यो जीवनीलाई मैले कम्प्लेन चाहिँ गरेँ होइन।
मजाको जिन्दगी थियो, सोच्न लायक जिन्दगी थियो। अहिले त्यो स्कुल धेरैचोटि रिफर्म भइसक्यो, धेरै एडहरू नि आयो। अहिले +2 पनि खुल्यो। त्यो स्कुलको नाम मेरो भाके चम्पकाउने, मलाई अङ्ग्रेजी सुरुवात गराउने, अल्फाबेट ABCD सिकाउने, अनि चाहिँ सबै गुरुहरूलाई अनि त्यो स्कुललाई सबैले सम्झिन्छ मेरो क्लासमेटहरूलाई। कोही विदेश हुनुहुन्छ, कोही साथीहरू रहनु भएन यो संसारमा। अनि मलाई एकदमै याद छ। अनि कफाइट खेल्ने, कबड्डी कफाइट, पछाडि खुट्टा उचालेर बाँधेर गर्ने, सम्झिन्छु त एकदमै। धेरै साथीहरूलाई मिस गरेर सम्झेको छु। फेसबुकतिर पोस्ट गर्छु, साथीहरू कमेन्ट पनि गर्नुहुन्न, अथवा लगइन गर्न सक्नुहुन्न होला, थम्बनेल देख्नुहुन्छ होला, क्लिक गर्नुहुन्छ होला। तर खासै मेरो क्लासमेटहरूको मैले कमेन्ट भेटेँ, एउटा दुईवटा चाहिँ भेटेको छु। लाइनस भ्यालीको साथीहरू, पछाडिको ब्याजको, अगाडिको साथीहरू। अनि यो फेरि अब चम्पावती खोलाको, चेपे खोलाको तिरको स्कुल थियो। अनि हामी लगभग आधी घन्टामा 20-25 मिनटमा चेपेमा पौडी खेल्न पनि जान सक्थ्यौँ। कहिले कहिले त भागेर पनि गइयो होला। शुक्रबार त झन् त्यस्तो भइहाल्यो। अनि तपाईँको उल्टी हान्ने भन्ने, अनि चाहिँ तपाईँको पुरा यो डाइभिङ, क्रेजी, म्याडनेस। अनि मोर लाइक म्याथ्यु पर्सन, 6 वर्षको बच्चाहरू माथि चढेर अनि चाहिँ तपाईँको चाहिँ रमाउनु थाल्ने। फ्यान्टास्टिक मेमोरिज। धेरैचोटि डुबेर पानी नि खाइयो। त्यो खासै त्यत्रो खोलाले बगाउला जस्तो चाहिँ लाग्दैन मलाई। बचपनमा चेपेमा खेलियो नि, त्यो स्विमिङ पुल पनि थियो त्यो चेपे खोला। बचपनको यादहरू पनि थियो। त्यो एउटा सिङ्गो जीवन थियो, चाइल्डहुड थियो। अनि त्यही चम्पावती खोलाले गोर्खा र लमजुङलाई छुट्याएको छ। म चाहिँ वारी लमजुङ, प्यारी लक्ष्मी दिदीको गाउँ भनौँ न। लिगलिकोट र राइनसकोटको बिचमा दुई ऐतिहासिक किल्ला, राइनसकोट र लिगलिकोटको बिचमा चम्पावतीको वारीपट्टि लमजुङ साइडमा म थिएँ, राइनसकोटतिर। Very fertile and very historical, very nice people. I always miss my hometown, birthplace and mother nature. सबै गुरुहरू, चिया पसल, that was fantastic. अनि मैले हजुर पानी, हामीले चाहिँ माटोको घैँटोमा पानी उसार्ने, पानी जम्मा गर्ने। चैत वैशाखमा चाहिँ फेरि बर पिपलको रुखमुनि, चौतारा मुनि पानी राखिदिने धर्म कमाउनलाई नजिकको मान्छेले। अनि त्यहाँ गएर पानी खाने, धारामा गएर सिधै कल खाने, नभए फिल्मुख थपेर खाने, चेपेमा खोलामा पौडी खेल्ने, काँचो आँप खाँदै हिँड्ने। कति मिठो भएको मकै। अनि कहिले कहिले साह्रै भोक लाग्यो भने प्याज, अरूको 1-2 पिस प्याजको पात मैले समय उखाल्न चाहिँ डराउँथेँ। अर्काको चोर्न त्यसो गर्नु हुँदैन भन्ने नै थियो मेरो मम्मीले, उहाँले त्यही भन्नुहुन्थ्यो, पाप गर्नुहुन्न भन्नुहुन्थ्यो। अनि म डराउँथेँ, म चोर्न यस्तो चाहिँ समय जेन्दार बन्नुपर्छ, धेरै पढ्नुपर्छ चाहिँ भन्नुहुन्थ्यो आमाले। अनि तपाईँको हजुर धेरै कुराहरू छ। तर मैले यो बाल्यकाललाई अहिले चाहिँ बिस्तारै, तर त्यो चम्पावती खोला मात्रै होइन कि, त्यो ऐतिहासिक एउटा नदी पनि हो, जहाँ हजारौँ जलेरीहरूले माछा मारेर पनि आफ्नो जीविका उपार्जन गरे जलेरी दाइहरूले। अहिले पनि त्यो खोला बगिरहेको छ। म प्रत्येकचोटि त्यो खोलामा गएर लाइभ बस्ने गर्छु। अथवा मैले बचपन खोजिरहेको हुन्छु त्यहाँ। त्यो चेपे बगिरहेको हुँदैन, त्यो मेरो बाल्यपललाई जिस्काइ पनि रहेको हुन्छ, गीत गाइरहेको हुन्छ त्यो खोलाले। मलाई खुसी लाग्छ। मैले त्यो पौडी खेलेको रहहरू, माछा समात्नलाई ढाँड खेल्दै हिँडेको त्यो ढुङ्गाहरू, नागको थान, रुम्टीको रह, धेरै 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 चाहिँ तपाईँको मैले पौडी खेल्ने ठाउँहरूको चाहिँ मैले चाहिँ
मेमोरी पनि धेरै क्याप्चर गरेको छु। राइनास भ्याली, उर्वर भ्याली, सफा भ्याली, असल छिमेकी, असल स्कुल, असल शिक्षकहरू साथै मैले याद गर्छु धेरै सरहरूलाई, मेरो क्लासमेट साथीहरूलाई सम्झिरहेको छु। तपाईँहरूले हेर्दै हुनुहुन्छ यो भिडियो भने चिन्नुभयो अर्थात् चाहिँ मेरो स्कुल चिन्नुहुन्छ, 7 विश्वको सौभाग्योदय मावि, रेग्मी डाँडा, छाप मगर गाउँ, राजन फुलामी। अनि मलाई कमेन्ट छोडिदिनु होला, तपाईँहरू सबैले सम्झेको छु। म तपाईँलाई यो मेमोरिजहरूलाई उतार्ने क्रममा छु। अहिले चाहिँ मेरो चाहिँ जमसम मुस्ताङको सिरिज नै गइरहेछ, इट्स अलमोस्ट हाफ वे टु गो। फेरि भेटौँला। हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। सबैलाई नमन, सम्झना, धेरै माया, सियु। हेरिदिनु भएकोमा धेरै धन्यवाद। कमेन्ट छोडिदिनु होला, मन पऱ्यो भने सेयर सब्सक्राइब पनि गरिदिनु होला। तपाईँको प्यारो च्यानल ट्रेकिङ राजन। नमस्ते, धन्यवाद, सियु। अर्को भ्लगमा भेटौँ है त, स्टे अन ट्युन है त। मुस्ताङ भ्लग